हराउने भनेर सुदन किरातीहरू मैदानमा आए भन्छन् धरानतिर। ए सुदन किरातीहरू होइन, तपाईँको अब यहाँको जति पनि पार्टी नयाँ पुरानो छ त्यो पार्टीबाट डोनाल्ड ट्रम्प आयो भने हर्क सम्पाङजीलाई केही गर्न सक्दैन तपाईँ। यति कुरा विचार, बाटोलाई माया गर्ने मान्छे हो के उहाँलाई त भगवानले अथवा ईश्वरले गिफ्ट बनाएर पठाएछ यो देश बचाउनको निम्ति, उहाँलाई कसैले रोक्न सक्दैन। तपाईँ जति कोसिस गर्नु, जोसुकैले कोसिस गर्यो भने होइन सबैको मुख कालो भएर त्यो ठाउँबाट आउँछ, हर्कजीलाई कसैले छुन सक्दैन। सुदन किरातीलाई के छ तपाईँको सन्देश? सुदन किरातीहरू अब त्यस्तोको नाम नलिनुहोस्, त्यो सब मेरो कामको मान्छे छैन बुझ्नु। यो सुदनहरूको यो दुनियाँदारी कोही छैन होइन। अहिलेको लागि माटो बाहेक अर्को विकल्प छैन। अरूको त अब के नाम लिइराख्नु, यिनीहरूको नाम लिएर आज दिनभरि अब तपाईँ जस्तो जस्तो मान्छेहरूको नाम ल्याइदिनु भयो, खाना पनि आज पाउँछु कि पाउँदैन, सब पापीहरू छ। यो सब पापीहरूलाई अब भन्छु, यो जति पुराना टाउकोहरू छ नेता जनतालाई लुट्ने, यो सबहरू हाम्रो देशलाई यदि राम्रो चाहनुहुन्छ भने अब तपाईँहरू के गर्नुहोस्, नयाँ युवाहरूलाई पुस्ताहरूलाई माया गर्नुहोस्, अगाडि बढाउनुहोस्। तपाईँ बुढापाका आफ्नो आफ्नो श्रीमती छ भने श्रीमती लिनुहोस्, छैन भने कोहीसँग गएर काशी हरिद्वार बनारस जानुहोस्, गङ्गा नुहाउनुहोस्, पाप धुनुहोस्, देशलाई कल्याण गर्नुहोस् होइन। हाम्रो देशलाई बचाउनको निम्ति तपाईँहरूले गरेको पाप धोएर आउनुहोस्।